हेलो नमस्ते अगेन ब्लग गर्दा गर्दा चाहिँ म यो ठाउँमा आइपुगेको छु। यो जुन जति पनि देखिरहनु भएको छ यो वे चाहिँ उता कर्नेस पुग्ने ठाउँको वे हो। यहाँबाट म जाँदैछु। यहाँबाट फेरि टु बी कन्टिन्यू ब्लग भयो। हल्का शीतल पनि भयो। यहाँ आएर एकछिन लगभग 10-15 मिनट रेस्ट पनि गरेँ। मजाले शीतल पनि भयो। सो म यो चाहिँ बाटो क्रस गर्दैछु। यो माथि चाहिँ फेरि हाइवे छ। कस्तो विकसित ठाउँलाई हेर्नु त, कति विकसित ठाउँ छ यहाँ। मजाले तल अन्डरग्राउन्डबाट चाहिँ वे छ। म चाहिँ अब फेरि त्यो कर्नेस साइडतिर जाँदैछु। कन्टिन्यू ब्लग गराउँदैछु है। तपाईँहरूलाई म इच एन्ड एभ्रिथिङ देखाउँछु आज। लङ टाइमपछि मैले आज चाहिँ ब्लग स्टार्ट गरेको छु क्या मिनी ब्लग। स्टुडियोको घडीमा 11:15 गएछ। यतिखेर चाहिँ म हिँड्दैछु। अब निस्किने बेला भएको छ। के भएको छ यो बिरालो सुते खाएको के भएको छ के हो यो? मलाई त डर लाग्यो त। मर्या त होइन नि, बिस्तारै गर्मीले गर्दा होला। म्याउ म्याउ उठ कान्छ, उठ बाबु, उठ सुत। ओहो घाम त डेन्जर लागेको छ नि आम्मा, खतरनाक। अनि 12 बजी घाम छ। म बिहानै आउँछु भने तर के गर्नु, निन्द्राले फ्ल्याट हान्दियो नि त। निन्द्राले एकदम खतरनाक निद्रा लाग्दियो कि। सो म उक्लिँदैछु गाइज म उक्लिँदैछु गाइज। बोका हेर्ने हो बोका। त्यो एउटा फुच्चे भाइरल भएको थियो नि फुच्चे, खतरनाक है। सानो बच्चाहरूले पनि डेन्जरस ब्लगिङ गर्न स्टार्ट गरेको छन्। सो द्याट्स इम्प्रुभमेन्ट। ठिक छ। वाउ, मैले भन्दै थिएँ नि जस्ट म यो वे क्रस गर्दै थिएँ। त्यहाँ माथिबाट चाहिँ मजाले गाडीहरू कुदिरहेको छु। यसलाई भन्छ विकास। बोल्नै पर्दैन क्या। हाम्रो बालेन सरकारले चुपचाप के गर्दैछ। यस्तै अब के कामहरू हुँदैछ। सदनमा आएर बोलेन अनि बोलेर के हुन्छ? बोल्नै पर्दैन काम हुनुको लागि, चिच्याउनै पर्दैन। सबै काम हुन्छ बिस्तारै। यत्रो 30 वर्ष 40 वर्ष केही गर्न नसकेको सरकारले भर्खर आएको 2 महिना नि भएको छैन। सो त्यो खोजेर हुन्छ, किरा खोजेर हुन्छ। सो त्यो केही खोजेर फाइदा छैन अहिले। वाह, ल म समुद्री ठाउँतिर आइपुगेँ, समुद्रतिर आइपुगेँ। यो ठाउँमा पहिला खुब आइन्थ्यो लगभग। अहिले त म आउनै छोडिदिएँ। 1 साल 1.5 सालै 2 सालै हुन लाग्यो होला। कन्टिन्यू आइन्थ्यो जुन टाइममा मेरो काम चाहिँ पहिला चाहिँ अबुधाबी एयरपोर्टमा काम गर्थेँ। त्यो टाइममा चाहिँ हामी साइक्लिङ गरेर एभ्री डे मेरो भाइ र म पुरा जति पनि देख्नु भएको छ